हेलो नमस्ते अनि शिवारू म किशोर जोबेको लिम्बू तपाईहरुलाई मेरो युट्युब च्यानल डिएनके नेपालमा हार्दिक स्वागत छ। आज चाहिँ म तपाईहरुलाई यो काठमाडौँदेखि नजिकै पर्ने एउटा हेभन डाँडामा चाहिँ घुमाउन लगिरहेको छु। हेर्नुस् आजको हाम्रो रमाइलो यात्रा। यो हामीले बाइक पार्किङ गरेकोदेखि चाहिँ 150 मिटर उकालो हिँड्नुपर्छ। एकदम दामी छ है रिफ्रेस हुनको लागि। यहाँ तल चाहिँ हामीले बाइक पार्किङ गरेछौँ। जुम गरेर देखाउन लागेको छु है। यहाँसम्म आउनु चाहिँ अलिकति बाटो चाहिँ अप्ठ्यारो अप्ठ्यारो छ, अलिक गाह्रो पनि हुन्छ। यो देख्यो चाहिँ काठमाडौँको भ्यू है। ल है हिँडिरहेको छौँ हामी। ल यो उकालो हिँड्नुपर्छ। यहाँ चाहिँ पिकनिक स्पोट जस्तो हेरौँ मान्छेहरूको चाहिँ त्यहाँ के हो चङ्गा उडाइरहेछन्। तपाईँहरू पनि काठमाडौँमै हुनुहुन्छ भने चाहिँ चङ्गा उडाउन चाहनु छ भने तपाईँको यहाँ आउनु सक्नुहुन्छ। यसमा देखाउनु पऱ्यो। मलाई चाहिँ फेरि नेपाली भन्दैन, फर्स्ट टाइम देख्नेहरूले चाहिँ फेरि उता अमेरिकन भन्छ। तर नेपालमा जन्मेर मात्रै म चाहिँ नेपाली भएको है गाइज। ल अब हामी डाँडामा पुग्न लागिसक्यौँ। यहाँको दृश्यहरू हेर्नुहोस् र तपाईँहरू पनि आउनु होला। यस्तो बवाल छैन है। तपाईँहरू यो ठाउँमा चाहिँ घुम्न आउनु सक्नुहुन्छ। केसीले कवितालाई चाहिँ तानिरहेछ। ल यहाँको यो डाँडामा आउनुको फाइदा चाहिँ एकदम रमाइलो। ल तल नि अझ त हाम्रो साथीले चाहिँ उस गरिरहेको छ छेक्न लगाएर चाहिँ फाइनली अब चाहिँ हामी यो डाँडामा घुमेर फर्किन लागिरहेछौँ। मेरो युट्युब च्यानललाई अन्तिमसम्म हेरेर साथ दिनुभएको तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब गर्न बिर्सनु होला है त। नमस्ते शिवारू।